गाइस गुड आफ्टरनुन। आज चाहिँ फुलपाती हो र त्यसको अवसरमा हामी यसो बाहिर यसो घुम्न निस्केको छौँ हाम्रो परिवार फ्यामिलीहरूसँग। र पानी खाँदैन भने नाचगान डान्स हेर्नु हुँदैछ। यस्तो भिड छ आज फुलपातीको भिड। यो चाहिँ हो चौरस्ता। यहाँ चौरस्तामा माथि यहाँ दुर्गा माता पनि स्थापित गरिएको छ। यहाँ फुलपातीको हाम्रा विदेशहरू एकछिन यता जानुभएको छ र उहाँ आइदिनु भएछ। हाम्रा यहाँ चाहिँ दुर्गा माताको मूर्ति स्थापना गरेको छ। सो दर्शन गर्नु जान्छौँ हामी दुर्गा माताको। यहाँ चाहिँ हो दुर्गा माता, यहाँ चाहिँ स्थापना गरेको छ। यो चाहिँ चौरस्ता, यस्तो भिडभाड छ। टुरिस्ट पनि यहाँ पुरै छ, टुरिस्टको भिडभाड र प्लस यहाँको लोकलको भिडभाड। माथिभित्र चाहिँ जाने छैनौँ, यहीँबाट हामी ढोक गर्नेछौँ भगवान् मातालाई, यहाँबाट प्रार्थना गर्नेछौँ किनभने माथि भिड पुरै भिड रहेछ। गाइस तपाईहरूले देखिहाल्नु भयो होला कस्तो चाहिँ भिड छ आज फुलपातीको दिन। यहाँ हाम्रो फुलपाती सांस्कृतिक शोभायात्रा र फुलपातीको कार्यक्रम पनि हुँदैछ, नाचगान डान्सेस। कहाँ पानी पर्ला जस्तो भयो त। एकछिन हिँडौँ, त्यसपछि भोक लाग्छ एकछिनमा, त्यसपछि खाना खाएर। यो ग्रिनेरिज यहाँ छ KFC। यस्तो चाहिँ हाम्रो दार्जिलिङको चौरस्ताको मार्केटहरू चाहिँ। यो चाहिँ हो चौरस्ताको मार्केट। बाटो पनि छ, बाटाको जुत्ता दोकान। यो केभेन्टर्स, यो चाहिँ हो केभेन्टर्स, फेमस दार्जिलिङको फेमस रेस्टुरेन्ट। अब यहाँबाट ओह्रालो लाग्छौँ हामी।
फुलपाती ल्याउँदैछ महाकाली मन्दिर। यो तपाईहरुले घडी देख्दै गर्नुभएको छ। यो चाहिँ हाम्रो पहिला यो सिनेमा हल हो। यो क्यापिटल हल भन्थे यसलाई। यो चाहिँ क्यापिटल हल हो उहिलेको। यहाँ चाहिँ सिनेमा हुन्थ्यो। सबै इङ्ग्लिस हिन्दी नेपाली मुभीहरु चल्थ्यो। अहिले चाहिँ यसलाई भत्काएर एउटा हल बनाइराखेको छ। यो चाहिँ ब्रिटिसको पालाकै हो। ब्रिटिसको पालाकै यो घडीहरु सबै यो हल पनि। अहिले चाहिँ यहाँ छैन। अहिले त यहाँ चाहिँ एउटा यसो के मिटिङ कन्फरेन्स हल जस्तै बनाइरहेको छ र यहाँ अन्त यसो मेलाहरू पनि लाग्छ। एक्सपो मेलाहरू अहिले लागिरहेको छ। एक्सपो मेला चलिरहेको छ। तपाईहरुलाई देखाउने छु भित्र। एक्सपो मेला भइरहेको छ। एकछिन तपाईहरुलाई देखाइदिन्छु भित्र के हुँदैछ भनेर, कस्तो के छ भनेर। यहाँ चाहिँ खानेकुराहरू पानीहरू रहेछ। पान भंडार में यहाँ पर मिलेगा हर क्वालिटी का। बनारसी पान कितना है? मेनू रहेछ 30 देखि स्टार्ट रहेछ। 30, 40, 50, 60, 70, 80, 100, 120, 150 सम्म रहेछ। पान चाहिँ यस्तो छ, भेराइटी पान। यहाँ चाहिँ आइसक्रिम रहेछ। यहाँ चाहिँ चाट। यहाँ चाहिँ चाट बनिँदो रहेछ। कहाँ चाट है? सिलगढी चाट, बेदार मार्केट, सिलगढी बेदार मार्केट चाट। यहाँ तलबाट फुलपाती पनि आउँदो रहेछ। तपाईहरुलाई फेरि देखाइदिन्छु। यहाँ जुत्ताको मेला, जुत्ता पनि रहेछ। फुलपाती फुलपाती हो। कहाँको फुलपाती हो? युनिक ग्रामको फुलपाती रहेछ। युनिक ग्रामको फुलपाती अझै तलबाट पनि आउँदैछ। यो चाहिँ बितेन लेन कल्याण समाजबाट रहेछ फुलपाती।
सक्यो यहाँ लेदरको ज्याकेट पनि रहेछ जुत्ता पनि रहेछ एक्सपो मेलामा हामी फेरि एक्सपो मेलाभित्र पस्यौँ किचेन घरमा सजाउने कुराहरू रहेछ किचेनहरू पाउनुहुन्छ तपाईँहरूले भेराइटिज किचेनहरू रहेछ नानीहरूको लागि खेल्ने यो त डेकोरेसनको कुरा डेकोरेसनको चिज चाहिँ छैन रहेछ नानीहरूको खेल्ने र किचेनहरू यहाँ प्योर दार्जिलिङ टी यहाँ पनि यहाँपट्टि पनि रहेछ प्योर दार्जिलिङ देख्नुहुन्छ यहाँ बुक्सहरू सबै बुक्सहरू पाइहाल्नुहुन्छ ₹200 मा यहाँ चाहिँ अचार भेराइटिज अचारको भेराइटिज रहेछ पिकलको भेराइटिज रहेछ है पिकलको यहाँ चाहिँ बोलिए मैम जुत्ता लेडिज सुज यहाँ चाहिँ घरमा साफसफाइ गर्ने चिजहरू पाउँदो रहेछ फलहरू ये क्या है ड्रेन साफ करने की ओ ड्रेन ओ यो चाहिँ ड्रेन सफा गर्ने रहेछ यो चाहिँ ग्लास सफा गर्ने रहेछ यहाँ देखाउँदैछ हामीलाई डेमो गरेर यहाँ पर्सहरू लेडिज जेन्ट्स पर्स सबै पाउनुहुन्छ तपाईँहरूले यता लेदरको अरू पनि छ होला पम लेदरहरू यहाँ चाहिँ सबै ड्राई फ्रुट्सहरू रहेछ ये क्या है ये मैक वाले सर आयुर्वेदिक आयुर्वेदिक क्या जितना पुराना दर्द है कमर का दर्द है घुटने का है बैक जॉइंट का है जॉइंट पेन का है सिर का गठिया का है माइग्रेन का है कफ जम गया खांसी सब में काम करता है खामी दवाई है ये 1 से 2 बार लगाइएगा दर्द खत्म हो जाएगा मालिश करके थोड़ा गर्म से सेकाई करना है ये खादी गवर्नमेंट का दवाई है 5 से गवर्नमेंट का यो चाहिँ दबाई रहेछ मसाज गर्ने कमर घुटने बैक जॉइंट ये सब ही रहेछ जितना पुराना दर्द है 20 से 30 साल पुराना दर्द को 10 घंटे में और कुछ नहीं ये मैजिक क्लॉथ है मेला का सबसे मैजिक क्लॉथ इसे आप जूता से लेकर कार तक चमका सकते हैं इसको धोना नहीं पड़ता है ये गंदा होता रहेगा इसका पाउडर बढ़ता रहेगा गाड़ी पूछे बाइक पूछे कार पूछे टीवी पूछे फ्रिज कुलीन कुछ नहीं लगाना पूरा ठीक है आ रहा है वो मेरा ड्राई फ्रूट्स रहेछ यो चाहिँ सबै काठको सामानहरू काठको यो पन्नीहरू रहेछ सबै मजाको चिज बनाएको रहेछ काठको काङ्यो पनि रहेछ काठको मसाज गर्ने टुल्सहरू यो मसाज गर्ने टुल्सहरू रहेछ ढाडहरू मसाज गर्ने सबै यो काठको रहेछ यहाँ चाहिँ यहाँ फर्निचरहरू रहेछ यहाँ चाहिँ ग्लासहरू थरीको ग्लास गगल्स बोले सबाई के बोले चिया के तोता पाके बटन बनाए
अरे सर रोस्टेड जाली हो, रोस्ट वगैरह करने के रोस्टेड लिए जाली, अगल बगल की तरफ भी छू लीजिएगा, गर्म नहीं होगा। 1 सेकंड में गर्म, 10 सेकंड में बिल्कुल ठंडा हो जाएगा। ये फिलामेंट टंगस्टन वाला आता है, उसी का होता है। ठीक है, ठंडा हो जाता है। टच करिए। इसके अलावा हीट को भी डबल करता है। 1 सेकंड ऐसे हाथ रखिए, अड़िए एक बार और रखिए, हीट को बढ़ा देगा। हाँ, ये तो गर्मी बहुत। इसके नीचे लगा दीजिए। जहाँ दाल चावल 10 मिनट में बनाते हैं, 7 मिनट में बनेगा। 30% गैस सेव करेगा। जहाँ गैस 30 दिन चलता है, 35 दिन चलेगा। बर्तन वगैरह भी काला नहीं होगा। हाथ से रखिए, हाथ से रखिए। ठीक है, ठीक है। अभी आ रहा है मेरा, मैं थोड़ा ये भिडियो बना रहा हूँ। तो यो चाहिँ के चुन्नी जस्तो लाग्यो। लेडिज सलहरू रहेछ, चुन्नीहरू। यहाँ पनि ब्याग्सहरू रहेछ, लेडिज जेन्ट्स बेल्टहरू पनि रहेछ, ब्याग्सहरू सबै रहेछ। यहाँ चाहिँ सबै लेडिजको गरगहना, लिपस्टिक, कस्मेटिक चिजहरू, हेयरब्यान्डहरू। यहाँ चाहिँ लेदरको सुज, ज्याकेट पनि रहेछ। यहाँ पनि रहेछ लेदरको सुज, ज्याकेटहरू। यस्तै रहेछ, ठिकै लाग्यो, राम्रै लाग्यो। सो हामी चाहिँ ओह्रालो लाग्दैछौँ अहिले। पुरै भिडभाड छ यहाँ। बजार त अझै तल छ, तर पनि यहाँ फलफुल, यहाँ पनि बजार नै हो। दसैँको पुरै रमझम, भिडभाड। यसलाई भन्छ ओरियन उकालो, हामीले ओरियन उकालो भन्छ यसलाई। सो गाइस, तपाईँलाई आजको भ्लग मन पर्यो होला फुलपातीको। सो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु नबिर्सनु होला। सो आजलाई यति नै। टिल देन बाई, सी यु इन नेक्स्ट भिडियो। सो बाई बाई गाइस, ह्याप्पी दसैँ एन्ड तिहार। सी यु इन नेक्स्ट भिडियो।